यस नमस्कार। आज हामी फेरि पनि खड्क गुरुङजीकोमा आइपुगेको थियौँ। उहाँको जुन चाहिँ यो गोड जुन टमाटोको बिरुवा चाहिँ जुन लडाउने पद्धति थियो, अब त्यो पद्धति भन्दा पनि उहाँको जति आयो त्यति नै रमाइलो लाग्ने। आज हामी जुन लडाइरहेको टमाटोमा त्यो पाक्ने पद्धति नै फरक देखिरहेछौँ। अनि यो कस्तो मजाले पाकेको छ। यो पाक्नुको कारणै के हो भन्दाखेरि जुन माटोमा हुने माइक्रो अर्गानिजम छ नि, माटोमा हुने माइक्रो अर्गानिजम यति धेरै सफिसियन्ट छ कि जसले गर्दा यसको कलर नै फरक छ। यो एकदम कलर नै फरक छ हैन। यो कलर यति धेरै फरक छ। यसमा यस्तो माइक्रोन्युट्रिएन्टको कारणले गर्दाखेरि यसको जे भित्र यसो दरोपन छ नि, यो चाहिँ जहाँ पाए त्यहीँ पाइँदैन। किनकि अहिले विश्व बजारकै कुराकानी गर्ने हो भने टमाटोमा जस्तै विषादी केहीमा पनि छैन भन्छन् हैन। तर जुन चाहिँ हाम्रो एउटा खड्कजीले जुन गर्नुभएको छ, खड्क गुरुङजीले गर्नुभएको छ, उहाँले गरेको जुन पद्धति जुन माइक्रो अर्गानिजमको विषयमा अनि तरकारीको विषयमा चाहिँ हामीले हेरिरहँदा चाहिँ यति धेरै खुसी लाग्छ कि भनिसाध्य छैन। यो जुन तपाईँहरू टमाटो खेती गर्दै हुनुहुन्छ, टमाटो खेती गर्नुभयो भने तपाईँ लडाएर जुन बिरुवालाई लडाउनुहुन्छ नि, लडाएर पाल्नु तपाईँले बिरुवामा चाहिँ माइक्रोन्युट्रिएन्ट राखिदिनु भयो भने टमाटो खेतीमा सफल बन्नुहुन्छ। हामी पनि प्रतिबद्धता गर्छौँ, हामी पनि तपाईँसँग साथसाथै हुन्छौँ। प्लिज कृपया सबै देशभरिका टमाटो उत्पादन गर्ने जो किसान साथीहरू हुनुहुन्छ, त्यो साथीहरूले चाहिँ हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईँहरूसँग सहकार्य गर्न तयार छौँ। प्लिज एकदमै तपाईँहरूलाई चाहिँ हामीले अनुरोध पनि गर्छौँ र तपाईँहरूसँग सहकार्य गर्न चाहन्छौँ भन्दै आज म बिदा हुन्छु। हस्त नमस्ते, बाई बाई।